प्रिय श्रोता मित्रहरू, तपाईलाई हार्दिक स्वागत छ। आज हामी एउटा यस्तो पुस्तकको गहिरो सन्देश सुन्न गइरहेका छौं जसले संसारभर लाखौं मानिसको जीवन बदलिदिएको छ। यस पुस्तकको नाम हो सक्सेस थ्रू अ पोजिटिभ मेन्टल एटिट्युड, अर्थात् सकारात्मक मानसिक दृष्टिकोणद्वारा सफलता। यस पुस्तकका लेखक नेपोलियन हिल र डब्ल्युसी स्टोनले एउटा अत्यन्तै सरल तर शक्तिशाली सत्य बताउँछन्। मानिसको सफलता बाहिर होइन, पहिले उसको मनभित्र जन्मिन्छ। यदि तपाईको सोच सकारात्मक छ भने संसारका चुनौतीहरू अवसर बन्छन्, तर यदि तपाईको सोच नकारात्मक छ भने अवसरहरू पनि समस्या जस्तै देखिन थाल्छन्। आजको यो अडियो बुक तपाईलाई सोच बदल्न, आत्मविश्वास बढाउन र जीवनमा अगाडि बढ्न प्रेरणा दिनेछ। अध्याय 1, सकारात्मक मानसिक दृष्टिकोण PMA के हो? लेखकले यस पुस्तकमा बारम्बार प्रयोग गरेको शब्द हो। PMA माइनस पोजिटिभ मेन्टल एटिट्युड। PMA भन्नाले जीवनका सबै परिस्थितिमा आशा, विश्वास, साहस र सकारात्मक सोच कायम राख्नु हो। यसको ठीक उल्टो हो NMA नेगेटिभ मेन्टल एटिट्युड, जहाँ डर, शंका, निराशा र बहाना हावी हुन्छ। नेपोलियन हिल भन्छन्, तपाईको मनमा एउटा अदृश्य ताबिज हुन्छ। एकपट्टि PMA लेखिएको हुन्छ, अर्कोपट्टि NMA। तपाईले कुनपट्टि देखाउनुहुन्छ, जीवनले त्यही प्रतिक्रिया दिन्छ। तपाई आज जहाँ हुनुहुन्छ त्यसको जड तपाईको सोचमा छ। तपाई भोलि जहाँ पुग्नुहुन्छ त्यो पनि तपाईको सोचमै निर्भर छ। अध्याय 2, स्पष्ट उद्देश्य, सफलताको पहिलो सिडी। सफल मानिस र असफल मानिस बीचको ठूलो फरक के हो? स्पष्ट उद्देश्य। धेरै मानिस जीवनभर व्यस्त हुन्छन्, तर उनीहरूलाई थाहा हुँदैन म किन यो गर्दैछु। नेपोलियन हिल भन्छन्, जसको जीवनमा निश्चित उद्देश्य छैन ऊ अरूको उद्देश्य पूरा गर्न व्यस्त हुन्छ। तपाई के बन्न चाहनुहुन्छ? तपाईको जीवनको मुख्य लक्ष्य के हो? तपाई किन सफल हुन चाहनुहुन्छ? यी प्रश्नको उत्तर लेखेर राख्नुहोस्। स्पष्ट लक्ष्यले तपाईको मनलाई सकारात्मक दिशामा बाँधेर राख्छ। अध्याय 3, आत्मअनुशासन र सोचको नियन्त्रण। सकारात्मक सोच कुनै जादु होइन, यो अभ्यास हो। मन स्वभावैले डर, शंका र आलस्यतिर जान खोज्छ, त्यसैले मनलाई नियन्त्रण गर्नुपर्छ। आत्मअनुशासन भनेको मनले छोडिदे भने पनि आत्माले अझै एक कदम भन्नु हो। यदि तपाईले आफ्नो सोच नियन्त्रण गर्न सिक्नुभयो भने डर कमजोर बन्छ, बहाना हराउँछ, आत्मविश्वास बढ्छ। सफल मानिसहरू पहिले आफ्नो मनलाई जित्छन्, त्यसपछि संसारलाई। अध्याय 4, एक्स्ट्रा माइल, अतिरिक्त प्रयासको शक्ति। यस पुस्तकको अत्यन्तै महत्त्वपूर्ण सिद्धान्त गोइङ द एक्स्ट्रा माइल, अर्थात् अरूले जति गर्छन् त्यसभन्दा एक कदम बढी गर्नु। काम सकियो भनेर रोक्नु होइन, काम उत्कृष्ट भयो कि भएन भनेर हेर्नु। सामान्य प्रयासले सामान्य परिणाम दिन्छ, तर अतिरिक्त प्रयासले असाधारण सफलता दिन्छ। लेखक भन्छन्, जो व्यक्ति एक्स्ट्रा माइल जान्छ ऊ भिडबाट स्वतः अलग हुन्छ। अध्याय 5, उत्साह, एन्थुजियाजम, सफलताको इन्धन। उत्साह बिना सफलता सम्भव छैन। उत्साह भनेको कामप्रति प्रेम, लक्ष्यप्रति जोश, जीवनप्रति सकारात्मक ऊर्जा। यदि तपाईँ उत्साहित हुनुहुन्छ भने मानिस तपाईँको कुरा सुन्छन्, अवसर तपाईँ नजिक आउँछन्। तर यदि तपाईँ निराश हुनुहुन्छ भने अवसर पनि टाढा जान्छन्। उत्साह PMA को जीवित प्रमाण हो। अध्याय 6, असफलता र कठिनाइसँग मित्रता। नेपोलियन हिल भन्छन्, प्रत्येक असफलताभित्र समान मूल्यको सफलताको बिउ लुकेको हुन्छ। असफलता अन्त्य होइन, यो शिक्षक हो। असफलताले तपाईलाई बलियो बनाउँछ। असफलताले सही बाटो देखाउँछ। असफलताले अहंकार तोड्छ। यदि तपाईँ असफलतासँग डराउनु भयो भने सफलतासँग कहिल्यै भेट हुँदैन। अध्याय 7, भिजुअलाइजेसन र आत्मसुझाव। मनले जे देख्छ जीवनले त्यही निर्माण गर्छ, त्यसैले आफ्नो लक्ष्य मनमा देख्नुहोस्, सफल भएको अनुभूति गर्नुहोस्, आफूलाई सफल व्यक्तिको रूपमा कल्पना गर्नुहोस्। हरेक दिन आफैलाई भन्नुहोस्, म सक्षम छु, म सफल हुँदैछु, म सकारात्मक छु। यी शब्दहरूले अवचेतन मनलाई बदल्छन्। अध्याय 8, स्वास्थ्य, वातावरण र सम्बन्ध। सकारात्मक सोच स्वस्थ शरीर बिना टिक्दैन। राम्रो खानपान, सकारात्मक मानिसहरूको संगत, नकारात्मक वातावरणबाट दूरी। लेखक भन्छन्, तपाईँ जस्ता 5 मानिससँग धेरै समय बिताउनुहुन्छ, तपाईँ पनि त्यस्तै बन्दै जानुहुन्छ। निष्कर्ष,
प्रिय श्रोता मित्रहरू, सफलता कुनै भाग्य होइन, यो मानसिक अवस्था हो। यदि तपाईले सकारात्मक सोच रोज्नुभयो, उद्देश्य स्पष्ट बनाउनु भयो, अतिरिक्त प्रयास गर्नुभयो, असफलताबाट नडराउनु भयो, त्यसपछि सफलता तपाईको बाटो आफै खोज्दै आउँछ। अन्त्यमा यही सन्देश, पहिले आफ्नो मन जित्नुहोस्, संसार स्वतः तपाईको हुनेछ। धन्यवाद। यदि तपाईलाई यो अडियो बुक मन पर्यो भने यस सन्देशलाई अरूसँग पनि बाँड्नुहोस्। यस्तो खालको भिडियो बनाउन धेरै सोच र रिसर्चको प्रयोजन हुन्छ। तपाईहरुको साथ पाउनको निम्ति यो च्यानललाई सब्स्क्राइब गर्न हार्दिक अनुरोध गर्दछौं। तपाईको यो भिडियो स्क्रिप्ट निकै उत्कृष्ट छ। के म यसलाई अझ प्रभावकारी बनाउन शीर्षक, टाइटल, सजेसन्स वा विवरण